सो साथीहरू गुड मर्निङ एभ्रिवान। आई सबजना सन्चै हुनुहुन्छ र म पनि आज सन्चै छु। सर्वप्रथम त वेलकम टु माई ब्याक न्यू भिडियो न्यू ब्लग। आजको ब्लग चाहिँ हुँदैछ हामी जाँदैछौँ आज हामी 4 राति फालेलौँ 4 राति 5 तर्को र हामी यहाँबाट बिहान जानेवाला छौँ अनि त्यस पछाडि बेलुका फर्किनेछौँ। सो गाइस अब बाटोतिर हेरौँ कस्तो हुँदै हुन्छ, हामी भिडियो कन्टिन्यू बनाउँदै जानेवाला छौँ। अनि यस्तो मेरो चाहिँ बाइक यहाँ छ भने केटाहरू सघाइसकेको छन्। हामी चाहिँ लगभग 7-8 जनाको ग्रुप हुन्छौँ होला लगभग हेरौँ। बाटो अलिक चिप्लो छ भन्ने भइरहेको छ तर पनि हामी जानेवाला छौँ, बिस्तारै दुःख सुख जान्छौँ होला सायद आज हेरौँ। चाहिँ हेर्दै गर्नु होला बाटो कस्तो हुनेछ, हाम्रो यात्रा कस्तो हुनेछ। सो मेरो बाइक चाहिँ यहाँ रेडी भइसकेको छ अनि हाम्रो सबै साथीहरू आइसकेको छ। हाम्रो विक्रम सर हुनुहुन्छ यहाँनिर, सबैजना हो हाम्रो सरहरू हुनुहुन्छ यता अनि हाम्रो सरको बाइक थियो। अनि आज मेरो गाउँले भाइ जयराम छेत्री हाम्रो बाले भाइ मेरो प्यारो भाइ पनि आउँदैछ। हामी पनि जानेवाला छ हाम्रो टोली चाहिँ। जोस् आजको यात्रा चाहिँ रमाइलो हुनेछ पानी परेन भने होइन। अहिलेको लोकेसन इज फिडिम त्यहाँदेखि हामी निस्किन्छौँ अनि त्यो चाहिँ अब हेरौँ बाटो कस्तो छ। तपाईँहरूले पनि हेर्दै गर्नु होला सायद। अनि लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है यदि मेरो च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने है त। मौसम आज अँध्यारो पनि भइरहेछ, अब हेरौँ कस्तो हुन्छ बाटोको यात्रा चाहिँ। सो गाइस हामी चाहिँ अहिले पुगिसकेको छौँ डेरी बजार नाङ्गिनतिर पुगिसकेको छौँ। अब चियो साथीहरू पछाडि आइरहेको छ, एकदम चिसो भइरहेछ मौसम पनि। सो हामी चाहिँ अगाडि छौँ एकदम फ्रन्ट लाइनमा है हामी चाहिँ। सरहरू पनि आइसक्नुभयो। हामी चाहिँ फाइनल्ली यहाँनिर आकाशै आइसकेको छौँ। अब यहाँदेखि हामी एकछिन तातो पानी चियाहरू खानेछौँ, केटाहरूलाई पनि पर्खिनेछौँ। अनि यहाँबाट हामी यहाँ निस्किनेछौँ यहाँदेखि। सो यहाँ केटाहरू पनि सबैजना आइसकेको छ। यस्तो तरिकाको 4 राति हिँडाइ चाहिँ सबै केटाहरू पनि आइसकेको छ। अब यहाँनिर एउटा भाइ आउनु, खै एउटा भाइ कहाँ रह्यो? पछाडि छ वीरेन भाइहरू चाहिँ अलिक पछाडि रह्यो। हामी यहाँ हामी चाहिँ यहाँनिर औँसी भन्ने आइसकेको छौँ। यहाँ आइपुग्दाखेरि चाहिँ पानी परिरहेको छ। अब यहाँनिर हामी तातो के थुक्पाहरू खान्छौँ होला अनि चियाहरू खान्छौँ होला। त्यस पछाडि हामी लेदरको ज्याकेट लाएर प्रत्येकले लेदरको ज्याकेट लाएर जानेवाला छौँ यहाँबाट। यहाँ डबल लेदरको ज्याकेट हुने चाहिँ फेरि अमेरिकाको चाहिँ होइन। हामी जान्छौँ आज दुःख सुख अब हिँडिसक्यो होइन। हिँडिसकेपछि हामी जसरी आज पुग्नै पर्ने हुन्छ डेस्टिनेसनमा। सो हामी यहाँबाट 10 मिनट पछाडि हामी यहाँबाट निस्किनेवाला छौँ है। प्लेयर बन्नु ठुलो सपना तर हाइटले अर्काको भयो नि यहाँ खिच्दैछ। सो अब हामी यहाँबाट निस्किनेवाला छौँ। अब हामीले सबले चिया खाइसकेको छ अनि प्लास्टिक किन्दैछ केटाहरू। अब यहाँबाट चाहिँ हामी एकदम निस्किनु पर्ने हुन्छ। जस मौसमले साथ दिए जस्तो छ, जस खुलिरहेको छ। सो राइट गाइज यात्रा 4 राति हामी अहिले छौँ औँसी भन्ज्याङ। यहाँनिर केटाहरू रेनकोट किनिरहेको छ यहाँ टोली। विक्रम सर हाम्रो यात्रा आजको 4 राति हुनेछ। अलिक मौसमले चाहिँ च्यालेन्ज गरिरहेको छ। अब हेरौँ लाइक चाहिँ राम्रै होला आशा गरौँ।
सो गाइज हामी अहिले चाहिँ भने औँसी भन्ज्याङबाट हामी हिँडिसकेको छौँ। पानी परिरहेछ, टोलीहरू अगाडि हिँडिरहेछ, हामी सो पछाडिबाट पछ्याइराखेका छौँ। सो फाइनली चाहिँ हामी आइसकेको छौँ। यहाँनिर लङ्गुरमा पुग्नु लागिसकेको छौँ। अनि हामी एकछि हाम्रो टोलीहरू पनि पछाडि आइसकेको छ। यहाँ केटाहरू आइसक्यो, अब 2-3 जना आउनु बाँकी छ। अनि हामी जानेवाला छौँ। यात्रा कस्तो भइरहेछ? यात्रा एकदम रमाइलो भइरहेछ है। हाम्रो चाहिँ उहाँ चाहिँ हाम्रो ब्लगर हो, राइडर हो केटाहरू, हाम्रो बाबुआमाहरू होइन, बिस्तारै जानुपर्ने हुन्छ। सो अब हामी केही समय चाहिँ पिच बाटो हिँड्नेछौँ। राम्रो बाटो हामी बिस्तारै राम्रो बाटो हामी थोरै हिँड्नेछौँ। त्यस पछाडि हाम्रो बाटो चाहिँ अफरोड हुनेछ, एकदम अफरोडको साथ हुनेछ। हामीलाई आज मौसमले चाहिँ साथ दिएको भनौँ न, यतिको पानी परिरहेको छैन है। अहिले चाहिँ पानी चाहिँ रोकिरहेको छ है। अहिले जस्ट टाइमबाट चाहिँ हामी जाँदा तल हामी तल यो खोला तरेर हामी पारीबाट त्यो माथिको बाटो जानेछौँ। अब झट्ट यो बाटो हामी यो खोला हुँदै जानेछौँ। हाम्रो सरहरू पनि आइसक्नु भएको छ यहाँनिर। अब भाइहरू आउँदैछ पछाडि। सो फाइनल यहाँ केटाहरू पनि आइसकेको छ। बाटो एकदमै धेरै चिप्लो छ, हामी बिस्तारै बिस्तारै गइरहेछौँ। तै पनि चिप्लेर चाहिँ कहिले छेउ कहिले भित्ता भइरहेछ। मेरो चेन स्पिकरको त्यो तेल पनि सकिएर क्याचाकुची भइरहेछ, आवाज आइरहेछ। हामी बिस्तारै बिस्तारै जानेछौँ। अब धेरै छैन होला सायद भन्ने छ। हेरौँ अब कस्तो छ। यहाँ आइपुग्यो केटाहरू लड्दै तैँले सक्ने नै भस् नि केटा, सक्ने नै भइसकेन। फेरि एउटा सुरु देखाइहाल आउँछ, त्यो त परिहाल्छ फेरि हो। यात्रा कस्तो हो? निस्का तिमी बिस्तारै बिस्तारै बाटो चाहिँ यस्तो यहाँनिर बनाना ठेल्ने अवस्थाले सुने जस्तो छ। यहाँ चाहिँ कृष्ण छ निकाल्नु पालै पिलो गर्नु लु। अनि माटै मात्रै छ, ढुङ्गा छैन। यस्तो छ हालत 4 राति जानेको। रमाइलो भइरहेछ होइन। पृथ्वी सरले चाहिँ पर पुर्याइसक्नु भयो है। कृष्ण सरको पालो छ। अस्ति हाम्रो पनि पर एक ठाउँमा त यसरी त ल्याएको त नआएर यो माटो भएकोमा उखार्दो रहेछ कि।
यहाँ अब उकालोमा जानै मान्दैन यस्तोमा चिप्लेर मात्रै रहेछ ओ लानुभयो चिप्लो छ नि त दादा यो डाँडामा चिप्लो छ उतै ठिक छ भनेको क्या गहिरोमा पछाडि एकजनाले अलिअलि समाउन न पुछारमा घाम लाग्यो कस्तो राम्रो भयो घाम लाग्यो अन्त होइन दिन चाहिँ खुल्यो भने हो यतै भ्योसहरू लानु ठिक छ यता त चिप्लेर लानै साह्रो रहेछ अघि त सेतो जुत्ता जगाउँदै हुनुहुन्थ्यो लाहो पल्ट्यो पर पल्टायो गल्यो चिप्लो छ बिस्तारै पछाडि सार्नु न गाडीको पहिरा नि हुने रहेछ त ओ ल सो हामी चाहिँ एकदमै गाह्रो लास्टै धेरै गाह्रो भयो भेटो भइरहेछ मेरो भाइ पनि राइडर हो खतरा केटाहरू अब यता त खतरा राइडरहरू छ तर बिजोकै त राइडरहरू पसिना नचुने ठाउँ पसिना नआउने ठाउँमा पनि आज आइसक्यो के बोले भाइ के बोले के जथाभावी बोले कति गाह्रो भयो ठिक छ अब हामी दुःख सुख बिस्तारै पुग्छौँ हेरौँ कस्तो बाटो थोरै चाहिँ यस्तै समस्या अब एकदमै धेरै गाडी ठेलाइ भइरहेछ सो हामी बिस्तारै जान्छौँ अब हेरौँ कस्तो छ गाह्रो भइरहेछ भैँसी पोखरी रहेछ सो साथीहरू हामी चाहिँ आइसकेको छौँ अहिले हामी कहाँ छौँ भन्दा भैँसी पोखरी होइन यहाँदेखि जानुपर्छ चाहिँ हामी माथि यहाँदेखि कति किलोमिटर छ लगभग यहाँबाट आधी घन्टा 45 मिनट लाग्छ भनेर भनिरहेको तिनीहरू सरहरूले पहिले आउने सरहरूले अब हामी यहाँबाट बिस्तारै जानेछौँ यहाँ साथीहरू पर्खिनेछौँ एकछिन साथीहरू नआउँदै हुन्छ अनि त्यस पछाडि हामी साथीहरू सँगसँगै जाने यहाँ केही चिया नास्ता गर्ने हो कि साथीहरूसँग सल्लाह गरेर हामी अगाडि बढ्नेछौँ अनि यहाँसम्मको यात्रा चाहिँ एकदम कठिनाइ भन्दाखेरि थोरै 2-4वटा टर्निङमा कठिनाइ हो घाम लागेको बेला चाहिँ मजाले आउनु सकिने रहेछ घाम नलागेको भएर पानी परेकोले गर्दाखेरि बाटो अलिकति चिप्लोको कारणले गर्दाखेरि हामीलाई थोरै दुःख भयो तैपनि हेरौँ यहाँदेखि माथि एकदम सुखमय हुनेछ हाम्रो यात्रा है आजको यात्रा कस्तो भइरहेछ हजुर एकदम बिजोक रमाइलो भयो सर हिजोले भन्नुभएको हैन ल
सर हाम्रो यात्रा कस्तो भयो आजको एकदम यात्रा चाहिँ हिलोले भरिपूर्ण भएको छ अगाडिको टायरै गुड्ने स्थिति छैन त्यही भएर यहाँनिर भएको पानीको सदुपयोग गर्दैछौँ हामी सो अब हाम्रो साथीहरू आउँदैछ यहाँनिर बाटोमा अन्त वे बाटैमा छ अनि हामी त्यस पछाडि उनीहरू आएपछि हामी जानेछौँ अब हाम्रो यात्रा चाहिँ माथि पुगेपछि चाहिँ रमाइलो हुन्छ भन्ने छ आशा छ अब पानी पनि मौसमले हामीलाई विशेष साथ दिएको छ आज मौसमले चाहिँ हामीलाई मौसमले एकदम साथ दिएको छ सुक्खा छ त्यस्तो धेरै पानी परेको छैन तैपनि अघिल्लो रात आज राति पानी परेकोले गर्दाखेरि बाटोमा थोरै समस्या भएको हो तैपनि केही छैन हामी अब नि अब त्यो बाटोलाई पार गरिसकेको छौँ अब चाहिँ बाटो केही सहज छ भन्ने छ हेरौँ लेट्स सी अब कस्तो हुन्छ अगाडिको बाटोहरू हेर्दै जाउँ मलाई फुचेहरू पनि आइसकेको छ मेरो केटाहरू आइसकेको छ अब पछाडि अरू टोली आउनु बाँकी छ यो पाकेको कोलाहरू आइपुग्यो अब अन्य अरू केटाहरू आउँछ होला साइड लेट्स सी हेरौँ अब आइहाल्यो होला दुइटा केटाहरू आइसकेको त मरा सो अब हामीले यहाँनिर पानीहरूले बाइक साइक पनि धोइसक्यौँ होइन सबजनाको अनि अब हामी यहाँबाट निस्किनु भएको छ सब गाडीहरू पनि रेडी भइसक्यो अनि यहाँनिर यो सरहरू अब हामी यहाँबाट जानेछौँ अब यहाँदेखि उँभोको बाटो कस्तो छ हेरौँ आजको यात्रा अनि जयराम कस्तो भयो यार झन्डै आधी किलोमिटर त हुँदै फर्काइ भयो होइन दादा कस्तो भयो हजुर आजको यात्रा हजुर त फेरि अग्लो मान्छे होइन अब यहाँ हामी भैँसी पोखरीबाट चाहिँ हामी अब यहाँदेखि हिँड्नुपर्छ यहाँदेखि लगभग आधी घन्टाको डिस्टेन्समा हामी पुग्छौँ भन्ने आशंका छ अब हेरौँ बाटोको समस्या कस्तो छ बाटो अनुसार हामी त्यहाँ त्यसै पुग्नेछौँ अनि पुगेर हामी माथि नै भेटौँ है त माथि सो हाम्रो यात्रा चाहिँ यहाँ यस्तो भइरहेछ यहाँनिरदेखि चाहिँ एउटा बुलेट बाइक एकजना साथीहरूको ले झार्नु भएको थियो क्या लडाएर यो ठाउँमा रहेछ म पुरा भिडियो भाइरल भएर त्यो देखिरहेको थिएँ क्या हाम्रो सरहरू पनि आउँदै हुन्छ यहाँ तल पुरा हो तर कस्तो बाइकको तानै हराउँदो रहेछ हो यहाँ आइपुगेपछि त समस्या कस्तो धेरै समस्या लाग्यो मलाई त्यो चाहिँ तानै हराइदिने कि अब हामी पुग्न अब माथि धेरै माथि पुगिसकेको छौँ अहिले चाहिँ यहाँ आउँदैन सरहरू तान्दैन क्या बाइकले बाइक माथिरहेको छु माथि कस्तो यहाँनिर बाइकले तान्नै छोड्छ क्या यहाँनिर एकमा पनि तान्नै छोड्दिनँ क्या बाइकमा अब त्यो बाइक एउटा बुलेट बाइक लडाइ थियो नि भाइरल भएको थियो नि यहाँनिर त हो उतिनेरि रहेछ होइन स्थिति त आयो जयराम भाइ आइसक्यो आयो होइन उहिले हान्छ त केटा यहाँ आउने यहाँ रोशन पनि आइसक्यो यहाँनिर रोशन पनि आइसक्यो सो यहाँ गाडीहरू चाहिँ सबै बाइकहरू चाहिँ आइसक्यो होइन तर अब मान्छेहरू चाहिँ आउनु बाँकी छ हाम्रो विक्रम सर तलै हुनुहुन्छ अनि हाम्रो रहेछ हौ राजा गाडी चाहिँ खै नयाँ गाडीहरू पनि तानिरहेको छ होइन हाम्रो भाइले त राम्रो ड्राइभ गरिरहेको छ आज जयरामले पनि अनि सो अब यहाँदेखि बाटो कस्तो छ हेरौँ अब हेर्दैछौँ बाटो कन्डिसन अलिक अफरोडिङ अब अफरोडिङ त यस्तै हो नि अब अफरोड अलिक एडभेन्चर हुन्छ सबभन्दा रमाइलो त्यही हो अनि यता सरहरू चाहिँ विली हान्नेवालाहरू हुनुहुन्छ विली दा ओइ
सो अब हामी यहाँबाट निस्किनुपर्ने हुन्छ बिस्तारै बिस्तारै अब सबजना एकैचोटि जाने हो यहाँदेखि चाहिँ बिस्तारै जाउँ हेरौँ अब धेरै टाइम नलाग्ला 15-20 मिनटमा हामी माथि पुग्नेवाला छौँ डेस्टिनेसनसम्म ठुलो चाहिँ लागिरहेछ तै पनि पानी परेको छैन मौसमले सायद यतिको दिएकै भन्नुपर्छ बर्खायाममा है लुगाहरू कहाँबाट कुन ठाउँबाट फिदिमबाट होइन फिदिमबाटै हो कि हुनु चाहिँ तर बजिया कालै बनायो नि त यहाँ तल त चिप्लोले थामिएर जाने लुगा तल डबल डबल आएको तल चाहिँ लास्टै चिप्लो यहाँ हुँदै त एकमा पनि हाफ हाफ हुँदै आउँदो रहेछ कति राम्रो भयो नि ओसिने पानी परेको रहेछ सो साथीहरू हामी चाहिँ यहाँनिर सुत्ने ठाउँ हाम्रो यहाँको आजको यो बस्ने डेस्टिनेसनमा आइसकेको छौँ हाम्रो बस सुत्ने ठाउँ चाहिँ आजको यस्तो रहेको छ यहाँ केटाहरू यहाँनिर छन् यहाँनिर छन् अनि अरू केटाहरू चाहिँ यहाँनिर यसो तातो पानीहरू खान निस्किनेर आएका छन् बाहिर सो आज चाहिँ भिजेर पुरा लास्टै बिजोक भएर आइपुग्यो अब आज आजको रात चाहिँ हामी यहीँ रहनेछौँ अनि हामी आजको यात्रा यस्तै भयो बाँकी भोलि मर्निङ टाइमबाट हामी यसो रहेछ भने फोटोहरू खिच्नेछौँ अनि भिडियोहरू बनाउनेछौँ अनि त्यस पछाडि हामी ब्याक टु फिदिम त्यस पछाडि हामी फिदिम फर्किनेछौँ सो गाइज गुड मर्निङ एभ्रिवान आज चाहिँ हाम्रो डे 2 अनि आजको यात्रा चाहिँ यस्तो भइरहेछ गुड मर्निङ अमृत गुड मर्निङ जयराम गुड मर्निङ गरे दादा वीरेन्द्र सेली अनि अब हामी यहाँदेखि लगभग निस्किँदैछौँ आज अलिकति मौसमले चाहिँ अलिक खराब गऱ्यो त्यत्रो भने यस्तो मौसमहरू खुल्नु सकेन होइन हामी यो बर्खायामको समयमा आएर पनि सायद हुनसक्छ विक्रम सर गुड मर्निङ हजुर गुड मर्निङ सर अनि सो अब हामी यहाँ चिया खानेछौँ अनि त्यस पछाडि हामी ब्याक टु फिदिम अनि अब यस्तै छ बाहिरको मौसम चाहिँ यस्तो खालको छ एकदमै बिग्रेर आयो हिजो 2-4 दिन भएछ हामीले मौसम चाहिँ नबुझिकन हामी चार त्यो आएको थियो
हामीलाई अलिकति मौसमले धोका दियो भनौँ न मौसमले साथ दिएन पानी त परेको छैन हिजो बेलुका चाहिँ पानी परेको थियो तर आज चाहिँ पानी चाहिँ परेको छैन तातो मौसम चाहिँ यसो हामी तलको होमस्टेमा बस्यौँ अनि चाहिँ अब हामी बिहान पर्ने हुन्छ सो अब यस्तै भयो के भन्नु भाग्यले साथ दिएन अनि आज अब फेरि फर्किनेवाला छौँ नेक्स्ट टाइम भयो भने यसो मौसम विचार गरेर फोन गरेर सम्पर्क गरेर मौसम बुझेर हामी आउनेछौँ तपाईँहरू तत्काल आउँदै हुनुहुन्छ भने दादाले आउँदाखेरि चाहिँ यो ठाउँमा आउँदाखेरि चाहिँ एकदम मौसम बुझेर मात्र आउनु होला भन्न चाहन्छु म चाहिँ सबजनालाई हामी चाहिँ मौसम नबुझिहाल्नु कारणले गर्दाखेरि हल्का दुःख पाइयो भनौँ न देवालीको लागि राखिन्छ नि हौ काट्नलाई बोका देवालीको लागि राखिन्छ नि हौ काट्नलाई बोका जिन्दगीमा पृथ्वीले दियो नि हौ लास्टै धोका होइन होला के हो आज राति देख्या त्यो सपना अमृत व्यस्त रहेछ नि हौ मेरो लागि मात्र सपना सो सबजनामा गुड मर्निङ अनि गुड मर्निङ टी यहाँ चाहिँ चिया दिने काम भइरहेछ सब टोलीहरूको तातो तातो चिया रकम बाटोको मात्रै हो नि यस्तै भयो यात्रा हैन चाराते घुमाइ जोस भयो चाराते घुम्यो यो त मलाई देखाउनु बोका हेर्ने हो गाइस बोका बोका ए बोका होइन होला के हो सो यहाँदेखि हामी लागिसकेको छौँ यहाँ चाहिँ हामी फर्किसकेको बाटोमा अन्त बाटोमा छौँ अब हामी जानुपर्ने हुन्छ ए यतिकै नि लाउने हो ल सुरु मृगलाई मैले ताकेको होइन है विक्रम सर केही खाएका थिइनँ लडाइहाल्यो कहाँ लडाएको ए पोल्टाको अनि सुतेको हो केही भएको छैन के भयो हो त्यही त पोल्टेको मात्रै हो भन्दैछु त पुरम जानु पर्यो क्या गाडी
सो फाइनली हामी चाहिँ ब्याक टु फिदिङ अनि फिदिङतिर फर्किनेछौँ हामी चाहिँ अहिले चाहिँ भैँसी पोखरी आइसकेको छौँ आजको हाम्रो यात्रा चाहिँ हिजोको यात्रा चाहिँ एकदमै कस्तो भनौँ मौसमले साथ दिएन तैपनि हामी दुःख सुख गरेर पनि यस पुग्यो घुम्यो आयो बाटोमा जस्तो 2-4वटा फोटोहरू खिच्यो भिडियोहरू बनायो साथीहरूसँग रमाइलो भयो बेलुका बसियो यस्तै हो होइन सो भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नु होला तपाईँहरू पनि यतातिर आउँदै हुनुहुन्छ भने चाहिँ म चाहिँ विशेष सल्लाह चाहिँ के दिन्छु भने एकदमै मौसम बुझेर बाटो बुझेर मात्रै आउनु होला है र बाटो अनि गाडी मेन भनेको सवारी साधन हामी आफू आउँदै गरेको साधन चाहिँ एकदमै बनाएर मात्रै आउनु होला नत्र एकदमै धेरै दुःख पाइन्छ यता माथि धेरै माथि छिरिसकेपछि बाइक बिग्रियो भने ग्यारेजहरू छैन गाडीहरू मगाउनुको लागि त्यस्तै एक्सपेन्सिभ हुन्छ भनेको समयमा गाडी पनि भेटिँदैन सो बाइकहरू बिग्रियो भने एकदमै धेरै समस्या हुँदो रहेछ र त्यही भएर चाहिँ हाम्रो एकजना साथी हामीसँग छुट्यो अनि ऊ भैँसी पोखरीबाटै रिटर्न फिदिङ हुनु पऱ्यो रोशन अनि जस्तो हामी गयौँ बस्यौँ रमाइलो गऱ्यौँ आयौँ अब यस्तै हो यात्रा कहिले रमाइलो हुन्छ कहिले यस्तै हुन्छ कहिले मौसमले साथ दिन्छ सधैँभरि मौसमले साथ दिन्छ भन्ने पनि हुँदैन होइन सो त्यही पनि आफू पूर्व तयारी भएर हिँड्नु चाहिँ राम्रो सो हामी अब सबै खरु चारवटा बाइक हामी बिस्तारै बिस्तारै आलोपालो गर्दै चलाउँदै गर्दै हामी बिस्तारै झर्दैछौँ सो हामी अब डाइरेक्ट फिदिङ जानेवाला छौँ ठिक छ यस्तै छ टोली यहाँ पुरा भैँसीमा आएर चाहिँ पुरा चिया खाँदै रिसरी क्यामेरा तेर्साइदिएको छ जहाँ पनि भयो क्यामेरा तेर्साइदिएको छ मिनी युट्युबर हो